अब जो आउँदैछन् उनी हुन् अमेरिकन बोय, जसलाई संगीतले नेपालसम्म तान्यो। सात समुद्र पारीबाट सबैभन्दा टाढाबाट आएका निश्चल अधिकारीलाई स्वागत गरौँ। बाधेको केश फुकाइदेऊ न, हावाले उडाको मन पर्छ। नढाका नमुहार शृङ्गारले, नढाका नमुहार शृङ्गारले चन्द्रमामा पनि दाग हुन्छ, चन्द्रमामा पनि दाग हुन्छ। भाग्यमानी सबै तिम्रो मुस्कान हेर्न पाउने, जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने। गहिरो समुद्र भई जिन्दगी मेरो, किनारा देखाउने तिम्रो हात। सुरिलो त के छ र गीत मेरो, सुरिलो त के छ र गीत मेरो। जति तिम्रो आवाज हुन्छ, जति तिम्रो आवाज हुन्छ, आशा यही हो सधैँ तिम्रो साथ पाउने। जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने। Thank you. निश्चल, अब हामी अमेरिकाबाट आफ्नो प्रस्तुति आउनु भएका निश्चलको प्रस्तुति हाम्रो ग्रान्ड जुरीलाई कस्तो लाग्यो भन्ने कुरा मार्क्स हेरेर थाहा पाउँछौँ। ओहो, मात्र 3 मार्क्सको कमीले 80 पुग्न सकेन निश्चल। सो सरी, 3 मार्क्स यदि आइदिएको भए 80 हुन्थ्यो र 80ले चाहिँ तपाईँलाई अर्को राउन्डमा पुर्याउँथ्यो। सो सर, अब हामी कमेन्ट लिउँ। स्वप्न सर, कस्तो गाउनुभयो, के सुझाव दिन चाहनुहुन्छ? फर्स्ट अफ अल निश्चललाई धेरै धेरै थ्याङ्क यू यो गीत गाइदिनु भएकोमा है। अब अफकोर्स सेलेक्ट हुनुभएको झन् मलाई अझ बढी खुसी लाग्थ्यो, तर पनि गीत गाइदिनु भयो, थ्याङ्क यू। यो गीतको एकदमै स्विटवाला भर्जन चाहिँ उहाँले गाउनु भएको जस्तो मलाई फिल भयो। अब योभन्दा अगाडि अब हामी जान नसके पनि कुनै दिन कुनै बेलामा कुनै कन्सर्टमा हामी डेफिनेटली सँगै भेट्यो भने सँगै गाउनको लागि चाहिँ आई वुड लभ टु डु द्याट। थ्याङ्क यू सो मच निश्चल, आएर हामीलाई इन्टरटेन गरिदिनु भयो। थ्याङ्क यू अनि अल द बेस्ट फर यर फ्युचर है त।
अझ तयारी अझ आगो भएर आउनु होला है त हस् थ्याङ्क यू सुमन सर हजुर अब अहिलेको हाम्रो सबैको चाहता है ए अनि सिङ्गिङ सेन्सेसन हाम्रो स्वप्न सुमन भाइको गीत निश्चलले गाउनुभयो होइन तर मेरो आफ्नै इच्छा छ क्या मनैबाट भाइको आवाजमा 2 लाइन सुनौ भनेर क्या ग्रान्ड जुरीले नै भनिसके पछाडि सायदै नाइ नभन्नु होला गाजल त्यो तिम्रो मेटाइदेऊ न तिम्रो आँखाको रङ हेर्नु मन छ बाँधेको केश फुकाइदेऊ न हावाले उडाको मन पर्छ नढाका नमुहार श्रृङ्गारले चन्द्रमामा पनि दागु हुन्छ चन्द्रमामा पनि दागु हुन्छ थ्याङ्क यू वाउ सोको रौनक त बिस्तारै मजा मजा मजै आइरहेछ त्यसमाथि जजको जुरीको गीत सुन्न पायो भनेदेखि त हामीलाई फ्रीमै कन्सर्ट हेरे जस्तो हुन्छ होइन त